गाइज वेलकम वन्स अगेन सबैलाई नमस्कार म गोपाल। आज चाहिँ हजुरहरूलाई रेस्टुरेन्टमा बन्ने पिज्जा सस या रेड सस जे भन्दा पनि हुन्छ त्यो बनाएर देखाउँछु। हेर्नु होला कस्तो लाग्छ। मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। ल भिडियो सुरु गरौँ त है। पिज्जा ससको रेसिपी। यो रेड सस बनाउँदा चाहिँ टोमेटोको यो माथिको छिल्का चाहिँ फाल्नुपर्छ, किनभने यो पाक्न पनि पाक्दैन, यसले त्यति राम्रो पनि हुन दिँदैन। त्यही भएर यसको माथिको चाहिँ फाल्नै पर्छ। यो हाम्रो इन्ग्रिडियन्ट हो, क्यारेट, टोमेटो। त्यसपछि त्यसलाई पिस्नुपर्छ मजाले, फाइन पिस्नु होला। दरदरा पिस्दा चाहिँ राम्रो हुन्छ, किनभने यहाँ एउटै चिजमा युज हुन्छ पिज्जामा। त्यही भएर यो फाइन पिसेको इन्ग्रिडियन्ट चाहिँ रोजमेरी अनि ओनियन, क्यारेट, गार्लिकलाई फ्राई गर्ने बनाउँदा चाहिँ। त्यसपछि रेडी भएको अघि क्यारेट ओनियन सबै हालेर मजाले फ्राई गर्ने। त्यसपछि आफ्नो जो पिसेको रेड सस छ त्यसलाई चाहिँ पिस्नु होला राम्रोसँग, मजाले बिस्तारै बिस्तारै लो फ्लेममा। यो कम क्वान्टिटीमा आधा घन्टा पकाउँदा पनि हुन्छ। यो राम्रो फ्लेभर दिने काम गर्छ। फ्लेभर चाहिँ यो पाकिसकेपछि यसले आफ्नो रोगन छोडिदिइहाल्छ। त्यसपछि सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। मन परेपछि यो चाहिँ रेड सस हो, बन्ने रेडी छ। बाई बाई।